कस्तो कस्तो राम्रो देखेको क्या हुस्सु पानी झर्दा जस्तो भएछ यत्रो जङ्गल है अनि यत्रो जङ्गल छ देख्यो यो त मनोकामना भन्दा त कति हाइट यता छैन मनोकामना यति हाइट छँदैन भएपछि आउँदैन कि आफ्नो ग्रुप आउँछ नि डर लाग्छ मतिर आएछ तर है कस्तो कस्तो राम्रो देखेको क्या हुस्सु पानी झर्दा जस्तो भएछ यत्रो जङ्गल है अनि यत्रो जङ्गल छ देख्यो यो त मनोकामना भन्दा त कति हाइट यता छैन मनोकामना यति हाइट छँदैन मनोकामना भन्दा यहाँ ट्याम लाग्छ अब खोल्छ नि आफै खुल्छ कति धेरै चाबी हो यहाँ बाफ्रे चाबी लिएर आउनु पर्ने रहेछ यहाँ बराहरू फाल्नको लागि होला कति धेरै चाबी झुन्ड्याएको ल मन्दिर भोलेश्वर बाबाको मन्दिर त्यो त पनि होइगयो हो चाबी पानी पर्यो यार चाबी लिएर चित्ताको कुरा पुग्ने रहेछ चाबी झुन्डाएपछि राम्रो कति राम्रो ढुङ्गे धारा चरा पनि बसेको क्या राम्रो ढुङ्गे धारा आएछ है
धलेश्वर मन्दिरको अगाडि तिमी जाऊ न त क्या राम्रो ढुङ्गे धारा आछ है कति राम्रो धारा हो ढुङ्गे धारा ल आऊ न आऊ कति राम्रो पानी है यस्तो खेर जाने होला नि नदीमा उगानलाई यस्तो अँधेरो नि यहाँ रहेछ नि कस्तो राम्रो यहाँ रहेछ नि त के हो यो बडा महाराज धीरज पृथ्वीनारायण साहब उहाँ बस्नु जा ओ त हेर्नु हेर्नु यो चाहिँ केबल कार चढ्ने ठाउँबाट खिचेको काठमाडौँको भ्यू चन्द्रगिरी सवारी हुँदैछ जानु अगाडि त्यो छोडेन अरूको मान्छे धेरै हुनु पर्छ 1 मिनट 2 मिनट जाँदैन अगाडि म खिच्छु छैन त्यो हामी 6 जना हो 6 जना 8 जना भन्छ त भनेर हैन